इत्राम खोला मुझे टुप सुर्खेतको यता यो के अरे इत्राम खोलाको खोला हो माथि यो आर्मी क्याम्पबाट सिधा तल आएर त्यस्तो आइरहेको छ होइन केटाहरू पछाडि छन् यस्तो छ बाटो यस्तो रहेछ अब कस्तो छ के छ यसो हेरौँ होइन परसम्म अरू केटाहरू चाहिँ खासै जाने भन्नु मानेको थिएँ तर म चाहिँ जुसिएर यहाँ आएको हो र हेरौँ है के छ यहाँ इत्राम खोला भन्दाखेरि यो सुर्खेत मेन पानी खाने लाइनै रहेछ क्या त मुझे खोलै जाउँ के हुन्छ र अनि यहाँ त यसै होता है जग्गा खतरा रहेछ रात परे पनि यहीँ सुत्यो नि केही हुँदैन गाइज हामी चाहिँ अब यता एउटा यहाँ पौडी खेल्ने ठाउँ छ अरे त्यहाँनिर जानुको लागि बर्खाको बाटोमा यस्तो झारमा चाहिँ यस्तो हामी जुसिएर हिँड्रहेको छु होइन कोही कोही केटाहरू यहाँ नजाउँ भने जुसिरहन् तर म चाहिँ जुसिरहँ है केटाहरू यहाँ पौडी खेल्ने ठाउँ छ अरे क्या म चाहिँ यो चाहिँ यता गयो यो चाहिँ यता म चाहिँ बिचमा कता जाउँ कता नजाउँ भइरहेको छु होइन ओइ हाम्रो बाटो रहेछ क्या यहाँदेखि म चाहिँ रन्किदिएँ फेरि हुँदै होइन के कस्तो छ यसो हेर म चाहिँ गइरहेको छु एकछिन हो न यो के को आर्मी क्याम्पको हो कि के को गेट हो क्या यो यहाँ चाहिँ पछाडि अरू बिचमा हरिगयो कि मेरो भाइ फुच्चे होइन त्यहाँ चाहिँ हामी चाहिँ यहाँ आइरहौँ एउटा फुच्चे चाहिँ अगाडि गइरहेछ म फुच्चे चाहिँ यहाँ छु है यही हो इत्राम खोलो हामी कता आयौँ भन्दाखेरि ए यही हो र खेल्ने यही हो र खेल्ने खोलादेखि चाहिँ यहाँ जोस सिग्नेसतिर जानुपर्ने छैन फाल्टो जुत्ता लगाएको कारणले गर्दा कति ठाउँ फाल्टो पनि परिरहेको छैन जो फाइनल यही हो अब माथि अरू पोग्रो पाएर चाहिँ र खेल्ने जस्तो अब के अब चाहिँ लोच्चा भइदियो है मेरो जुत्तामा लगाएर छु होइन म चाहिँ लोच्चा चाहिँ हुन दिन्न भन्ने लागिरहेको छ यही हो फाइनली र इत्राम खोलाको के छ चाहिँ जर्सीको यही रहेछ होइन कति गइल छ र खेल्ने ठाउँ चाहिँ यही रहेछ अब केटा चाहिँ र खेल्छ होइन ओइ केटा बाउ जानिदियो न बाउ जुस सिक्नु बिना